हाई एभ्रिवान आज चाहिँ म सब खाले लुकको ट्युटोरियल ल्याएको छु। सुरुमा मैले लाइट पिङ्क सेडले मैले चाहिँ इनर आउटर कर्नरमा ब्लेन्ड गरेँ यसरी अलिकति फ्लफी ब्रसले। त्यसपछि त्यसकै अलिकति हल्का डार्क सेड लिएर चाहिँ फेरि पनि तलपट्टिबाट इनर कर्नर आउटर कर्नरबाट ब्लेन्ड गरेँ, मस्तले ब्लेन्ड गरेँ। त्यसपछि चाहिँ पहिलेकै फर्स्ट ब्रसले चाहिँ माथिबाट मजाले सिमलेसली ब्लेन्ड गरेँ दुइटालाई कलरलाई नै। त्यसपछि मैले यो मेरो मामाले दिनुभएको इटालीबाट ल्याउनु भएको थियो। अनि यो प्यालेटको चाहिँ अरू चिज नभए राम्रो नभए पनि सिमर चाहिँ एकदम बम रहेछ। अनि त्यही टेस्ट गर्दै म मक्क परेर बसिरहेको थिएँ। अनि त्यसपछि ब्रसको हेल्पले चाहिँ सिमर चाहिँ बिचमा लगाएपछि चाहिँ यसलाई चाहिँ सिमलेसली ब्लेन्ड गर्नुपर्ने हुन्छ। अनि यसरी मैले मजाले ब्लेन्ड गरेँ। ब्लेन्ड नगरेसम्म चाहिँ राम्रो देखिँदैन, त्यही भएर चाहिँ लाएर मात्र हुन। अनि यो चाहिँ आई म्याजिक स्टुडियोको रहेछ। त्यसरी माथि माथि लाएर मात्र भएन, तल पनि कोर्नुपर्ने हुन्छ नि त सेम त्यो यसरी सेडले। अनि यो त्यसपछि मैले चाहिँ यो आइल्यास मजाले ग्लुसहरू लगाएर टक्क लगाएर होइन फिनिसिङ गरेँ। यसलाई एकदम मजाले आफ्नो नेचुरल ल्याससँग ब्लेन्ड नगरे पनि राम्रो देखिँदैन, त्यो भएर मजाले केयरफुली गर्नुपर्ने हुन्छ। अनि हातले च्याप्यो। अनि यसरी नै भ्यालेन्टाइन डेको वाइब्स भएको कारणले गर्दा चाहिँ मैले यस्तो लभ पनि बनाएँ चिक्समा आफ्नो। अनि यसलाई फाइनल टच गर्नाले एक्सट्राले मजाले ब्लेन्ड गरेँ। अनि यसरी मेरो फाइनल लुक यसो देख्न थालेछ बिस्तारै। अनि मलाई ग्लिटर के अरे सिमरहरूले मजाले यसरी हाइलाइटर युज गर्नु मन लाग्छ। अनि मलाई यो टिज गर्न एकदम मन परेको कारणले मैले अझै थपेँ, एकदम राम्रो लाग्छ। अनि इनर कर्नर ल्यास लाइनको तलको ल्यास लाइनको इनर कर्नर मैले थोरै सिमर चाहिँ थपेँ ब्राउजमा पनि हाइलाइट गर्नलाई। सो दिस इज फाइनल लुक्स। एक्चुअली आइ एम लभिङ इट। यो चाहिँ भ्यालेन्टाइन डेको लागि मात्रै नभएर अरू अन्य पार्टी र रिसेप्सनहरूको लागि पनि गर्न सकिन्छ। सो थ्याङ्क यू सो मच फर वाचिङ। एन्ड कस्तो भएछ भनेर भनिदिनु होला।